Morning guys, बल्ल पर्यो पानी पोखरामा एकदम वेदर चाहिँ खराब थियो हैन तर वेदर स्टिल क्लाउडनेस छ हिजो राति त कडाङ गुडुङ ओभर नेपाल कस्तो हुन्छ पानी पराए है चङाङ चुङुङ खतरा चट्याङ आएको थियो हैन तर होपफुली अब चाहिँ पोल्युसन अलिकति थोरै हुन्छ होला बाटो ठिकै हुन्छ होला होपफुली अब चाहिँ बिहान अब होटलबाट चेकआउट गर्दैछौँ अब मैले चाहिँ बिहान early in the morning Himalayan Java coffee driver मलाई अनि बुढीलाई रेडी पार्नु पर्ला on the journey for the journey अब गएर चेक आउट गर्ने हो and then we head back to Kathmandu. You guys are ready? बुढी पनि छ रेडी हाम्रो हिरो भाइ पनि रेडी छ म पनि रेडी with Himalayan Java coffee. Himalayan Java coffee हैन जस्तो मलाई यो यार Himalayan Java रहेछ. So आज धुलो थोरै हुन्छ होला होपफुली राइड वुड बी अ बिट बेटर बम्पी त बम्पी हुन्छ तर अलिकति बेटर हुन्छ होला सुपरसी कटाहरुले चाहिँ अ बेटर फिचर हैन विदेशीलाई रेडी छ केटाहरु नयाँ बाटो छ यहाँ चाहिँ हैन अनि सरले चाहिँ मस्त चलाइराख्नुपर्छ नयाँ बाटोमा यो खासै युज गर्न पाउँदैन तर यो सरले चाहिँ मस्तले चलाइराख्नुपर्छ बाइक हैन दमुली आइपुग्यौँ दमुलीमा यस्तो भएछ कन्स्ट्रक्सन बाटो चाहिँ आज पानी परेको भएर अलि सफाइ देखिन्छ हिलो छ कि तर अब कहिले बन्छ बाटो होपफुली छिटै बन्छ होला हामी चाहिँ अहिले यो ट्राफिक केन्द्रमा छौँ आउने बेलामा चाहिँ भाइले टिकट पाएको थियो खोइ के को लागि आएर न यो हाल्नलाई पनि आई थिङ्क लाइसेन्स के हो चाहिँदो रहेछ क्या अनुमति हो त्यो गर्न टिकट आई थिङ्क 500 रुपियाँको टिकट काट्यो पुलिस ट्राफिक प्रहरीले अनि यो केन्द्र चाहिँ दमोली बजारमा छ भन्थ्यो तर एक्चुअली नरहेछ यो चाहिँ पुरा भित्र के अरे पुल तरेर आउनुपर्ने रहेछ केन्द्र यहाँ छ भाइ चाहिँ तिर्न गएको छ अनि अब यो तिरेपछि हामी फेरि विल हिट द रोड हाम्रो बाटो आयो सो बेसिकली के अरे पोखरादेखि मुगलिनसम्म चाहिँ फाटाफुटा ठाउँमा बिग्रेको छ बाटोहरू तर कति सेक्सनमा चाहिँ के अरे पुरा बाटो राम्रो बनेको छ हैन भाइले चाहिँ यहाँ सर 9:30 बजे नै पुऱ्याउँछु भनेको छ हैन मुगलिन चाहिँ पुऱ्याउन सक्छ भाइको कुदाइ राम्रो छ हैन भर्खर राम्रो बाटो आयो भन्दै थिए ल सुरु भयो अहिले फेरि अर्को नराम्रो बाटो यस्तो डेन्जर छ यार लगातार हामी चाहिँ आयौँ अहिले मुगलिन भाइले चाहिँ 9:10 मा पुर्यायो यहाँ हामी जाँदैछौँ अब दाल भात पाउ चाहिँ बुढीको मामाको के अरे देशी कस्तो छ फुड यहाँको राजेशको
अब यहाँ चाहिँ खाजा अब के पाइन्छ त्यही खाजा खाएर गइन्छ यो दाल भात पावर दिस इज इट भाइले हिजो के अरे गाडी धोको अरे चिल्ले बनाएको थियो तर भाइ के भयो तिमी नधुनु पर्ने क्या होइन नधुनु पर्ने अब बाटो झन् यो बाटो खत्तम छ यहाँभन्दा उयो जाने बाटो अब तर भाइले चाहिँ 9-10 मा ल्यायो यार 9:30 मा आउँछ भन्यो थियो नम्बर 1 ड्राइभर है यहाँको अब चाहिँ जाँदैछौँ यसमा कस्तो छ लस्सी नमस्ते ल यस्तो छ यहाँको चाहिँ थालीसम्म चाहिँ भाइले चाहिँ थाली दिँदैछ कस्तो छ खाना थाली मिठो छ यो दिएछ बजारको चाहिँ अब पिज्जा होइन मगाएको के मगाएको छ अरूको पिज्जा मात्र मगाएको छ सो खाना चाहिँ मिठो छ पिज्जा आयो भाइले ल्याएर के पिज्जा हो यो चिकन पिज्जा यसलाई चाहिँ यसरी डोबेर सर्लक्क भाइ मलाई साग ल्याइदिनु न भाइ साग ल्याइदिन्छु साग खाना खाएँ आई थिङ्क खाना चाहिँ एकदम मिठो थियो अनि आई थिङ्क यो फर्स्ट रेस्टुरेन्ट होला मैले सबै खाना तुरेँ साय र सास पनि खाना मजाले खायो होइन मैले चाहिँ रोटी खाएको थिएँ म र मेरो बुढीले सेयर गरेको रोटी दाल भात पावर भेरी रेकमेन्डेड अनि एकदम सफा पनि थियो टोइलेट पनि एकदम सफा है अनि अलिकति के अरे टेक्नोलोजी पनि राम्रो युज गरेको रहेछ लाइक टच ट्याब्लेटहरू के अरे ट्याब्सहरू भएको होइन सो मलाई चाहिँ एकदम ठिक लाग्यो भाइ तिमीलाई कस्तो लाग्यो खाना यहाँको ठिकै लाग्यो त्यति मन पऱ्यो त्यति मन परेन ओहो ला मलाई चाहिँ मन पऱ्यो भाइ है अब आफूलाई चाहिँ ठिकै लाग्यो स्वाद चाहिँ अलिक ठिक लागेन हो अहिले टक्क परेन क्या होइन भाइलाई चाहिँ हिजोदेखि अलिक टक्क परेको थिएन है कोरियन पनि टक्क भएन एनिवेज अब हामी जाँदैछौँ यहाँदेखि मुगलिङदेखि कति बज्यो अहिले 10 बजे छ होपफुली कति बजी पुगिन्छ होला भाइ 2 बजी पुगिन्छ ए हो ल ल यसो भाइले हेल्प हुन्छ हेर्नुहोस् भाइले न यो सारङ्गी हो हाम्रो नेपाली सारङ्गी हो हामी किन एउटा धेरै मान्छे नेपालको बाजा विदेशतिर लान्छ त्यसो सजाएर राख्नुहुन्छ धेरै महँगो छैन सर हामी आफै बनाएर बेच्ने हो थाहा छ मलाई ल ल सास हजुर एउटा हेल्प पनि हुन्छ हाम्रो एउटा किन्ने धेरै महँगो छैन हजुर अलि त्यो 100 रुपैयाँ देऊ न सो बाबुले पनि बजाउनु हुन्छ गाडी चाहिँ खतरा रहेछ केटिएम बोय अब यति लामो ट्राफिक जाम छ है माइ गड अब कहिले चाहिँ पार गर्ने हो फेरि बिहान त उठेको पछाडिसम्म छ ट्राफिक जाम हामी चाहिँ धक्कै मुगलिङ काट्यौँ यो चाहिँ जाम चाहिँ कहाँ परसम्म रहेछ काम गरिरहेछ मान्छेलाई निकालेर यो गाडी चलिरहेछ ओ माइ गड अच्छा त्यस्तो बनाएको काम गर्यो है कहाँ हुन्छ यस्तो त्यहाँ सास स्टिल प्लेइङ विथ चिकन खै चिकन कहाँ छ चिकन खै यहाँ चिकन छ यहाँ त उ छ स्मल चिकन्सहरू छ
उता तल छ त्यो चिकन्सलाई त्यो ढुङ्गा थ्रो गर्नु हुने कान्छ बिस्तारै 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 आइज Go jump, jump. Let's go. Run. अगाडि. गाडी खुल्यो. Come on, let's go. फेरि अर्को जाम. ट्राफिकलाई त यहाँ पो हेर्छ त यहाँ. म्याडमले यहीँ रहेछ नि त सबैलाई रोकेर पठाउने. होइन यो के ट्राफिक हो यो कुन लेन हो यो यताबाट नै उता गाडी आइरहेछ यताबाट नै आइरहेछ अनि हाम्रो लेन बिच गयो वाट इज दिस ट्राफिक जाम भएर चाहिँ उनीहरूले ब्याक गरेर दाडा आएको हो क्या ए खसी ढले होइन उता जाम थियो नि त त्यहाँबाट फर्काएर यता आइसक्यो क्या ब्याक क्या टर्नेको हाइवेबाट यता सीतापाडा जाने बाटो सर्टकट छ यो बाटो चाहिँ यो बाटो आउँदैछौँ किनकि अब 9 बजी जाने बाटो नागढुङ्गा जाने बाटो चाहिँ ओभर बिजी हुनसक्छ स्पेसली अहिले एनी टाइम अनि हाम्रो गाडीलाई चाहिँ यो बाटो आएको राम्रो हो सो तपाईँ चाहिँ अर्नीको हाइवेमा आउनुहुन्छ भने चाहिँ धारके भन्ने ठाउँमा चाहिँ सीतापाडा लेखेको एउटा साइन देख्नुहुन्छ अन द लेफ्ट अनि त्यो लिनुभयो भने चाहिँ तपाईँलाई चाहिँ अलिक बेटर वे आउँछ है अनि हेर्नुहुन्छ भने अब अलरेडी बाटो यहाँबाट फुलपारी चाहिँ राम्रो भइसकेको छ अनि यो बाटो चाहिँ नर्मली चाहिँ एकदम राम्रो छ बाटो चाहिँ होइन भाइ र मैले दुवैले हामीले नेभिगेट गरेर आएको पहिला चाहिँ भाइ पनि अब कति 7 इयर्स पछि आएको रहेछ पोखरा म त यो बाटो आएको थिएन हुन त पोखरा गएको थिएँ त्योभन्दा अगाडि नै तर यो बाटो चाहिँ यस्तो छ ल आयो तपाईँलाई एकदम सस्तो जग्गा छ यहाँ प्लटिङ माथि छ तपाईँको ठ्याक्कै के अरे हिमाल काटेर होइन आनाको 50 लाखमा जम्मा 20 लाख थपेर 70मा तपाईँले पाउनुहुन्छ आज डिस्काउन्ट 50% डिपोजिट अहिले गरेर 35 लाख हालेर मात्र 35 लाख तपाईँ निकालेर तपाईँको हातमा अहिले हुन्छ ल्याउँदैछौँ हामी लाल पूर्जा नेपाल हामी चाहिँ ठ्याक्कै यो सीतापानी यहाँबाट चिर्नुपर्ने हो ठ्याक्कै त्यहाँबाट निस्केर हामी चाहिँ कहाँ आयौँ अरे स्वयम्भूको अलि अगाडि आयौँ होइन अनि त्यसपछि काठमाडौँ ठ्याक्कै छिर्दैछ यहाँबाट चाहिँ अहिले पानी पनि परिरहेको छ होपफुली आज पानी परेर भोलि चाहिँ वेदर चाहिँ राम्रो हुन्छ होला अब यही हामी काठमाडौँ छिर्यौँ अनि द्याट इज इट गाइज दिस इज द ट्राभल भ्लग हाम्रो भाइले राम्ररी पुऱ्याइदिनु भयो हामीलाई होइन अब हामी यहाँबाट चाहिँ अब घर जान्छौँ एन्ड आइल सी यु नेक्स्ट टाइम